यसरी मजाक चाहिँ गर्नु भएन है साथीहरु। अहिले टौवा चाहिँ जल्न बेर छैन। यसरी परालको टौवाको वरिपरि आगो चाहिँ लगाउनु भएन है। आगो लगायो भने ख्यालको नतिजा अहिले के हुन्छ हेर्नु होला। हेर्नुस् यो नतिजा यो हुन्छ है। परालमा आगो लगाउनुको नतिजा यो हो। यो मजाक चाहिँ नगरौँ साथीहरु भन्दै अघि नगर्नु भन्दै परालको टौवा जलिसक्यो है। ल यस्तै हुन्छ भनेर अघिबाट नगर नानी हो भने हो। हेर्नुस् पराल चाहिँ अब सबै सकियो हैन। परालको माया नगर्दा हुन्छ। ल ए दिदी त्यो तलको तान्नु न यता। त्यो तलको यता तान्नु न। आगो नियन्त्रण गर्दिन जाने हो कि हो। यस्तो मजाक गर्दाखेरि यस्तो हुँदो रहेछ है। मजाक गर्नु भएन, त्यही भएर पानीमा र आगोमा कहिल्यै मजाक गर्ने काम नगरौँ साथी हो हैन। परालको टाउै जलिसक्यो हेर्नुस्। परालको वरपर आगो लगाउँछु भने ती दिदीहरुले हैन। ल हेर्नुस् है, यसरी कहिल्यै मजाक गर्नुहुन्न के। पुरा जलेर परालको टाउवा नै नाक पुरा राग भइसक्यो। खरानी भइसक्यो छ त्यहाँ। यस्तो तरिकाले कहिले पनि आगोमा कहिले पनि ख्याल नगर्नु होला। त्यहाँ तान्न लाग्नु भएको छ अहिले। कति नै तान्नु होला, यति अलिकति तान्ने हो। ल हेर्नुस्, जुममा हेर्नुस्। यसरी जताभावी आगो लगाउनु हुन्न कि त अहिले अरूको भएको भए केही नभए 10,000 15,000 को धक्का लाग्थ्यो हैन। साथीहरु त्यही भएर अहिले खरेलीको टाइम छ। खरेलीको टाइममा चाहिँ आग जानी कतै पनि नगर्नु होला। यस्तो तरिकाले राग भयो भने त सक्को त। न त भैँसीलाई भयो न त पैँसीलाई भयो। यो भएन, खत्तम भएन। यो तरिकाले चाहिँ साथीहरु कहिले पनि आगोमा मजाक गर्नु भएन है। त्यो दिदीहरुले चाहिँ अब साइडमा यस्तो धानहरु थियो, त्यही भएर चाहिँ आगो लगाएर त्यो जलाउन खोज्नु भएको थियो। भएको परालको टाउवा नै पुरै जलिसक्यो। यस्तो तरिकाले मजाक गर्नु के फाइदा छ। त्यही भएर सबै नेपाली साथीहरुले, नेपाली होस् या त भारतीय होस्, सबैले आगोमा चाहिँ कुनै चीजमा पनि ख्याल गर्नु भएन।